अंकल गाईको गोठ बहिनी बेसी गाईको गोठ जुन हेरो जुन राम्रो लाली पाते ओ। अनि कृष्ण भगवानको चाहिँ थियो अरे कामु ध्यानु गाई रूपेसे गोरु सबै थियो अरे। कहाँ पुर्यायो मेरो जिन्दगीले कहाँ पुर्यायो मेरो जिन्दगीले। सरस साई गोपिनी फेरि एउटा हो सोह्रवटा होइन सरस साई गोपिनी उनले चाहिँ बिहा गर्ने है गर्ने। ल है हेर्नु साथीहरू सिस्नोको फुलले पुरै बजारै सिस्नोको फुल छ है। सिस्नो केबिन 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 यता दादा खेल्दै हुनुहुन्छ। यहाँ चाहिँ पुरै जङ्गलै सिस्नोको फुल छ है साथीहरू। पुरा हामी चाहिँ यस्तो यस्तो पन्जाहरू लगाएर सिस्नोको फुल टिप्न आएको। मेरो नाम तिलक सिंह राई हो। अनि तपाईँ चाहिँ तपाईँको होइन हामी सानोदेखिको गीत गाउँदै गाउँदै आएको होइन। तपाईँको गाउँ चाहिँ गाउँको नाम पनि भन्नु न। मेरो गाउँको नाम तोरी भन्ज्याङ हो। तोरी भन्ज्याङ बाछाला होइन। बाछाला। अनि हामी चाहिँ अङ्कलको ठुलो फ्यान थियौँ क्या। अङ्कलले चाहिँ खतरा गीत गाउनु हुने अनि हाम्रो हात पनि हेरिदिनु हुन्थ्यो। ल आज चाहिँ अङ्कलले एउटा गीत दामी गाइदिनु त ल। मेरो जिन्दगीमा बिर्सेको ठाउँलाई सम्झेर आउँदा आँसु धर नजाँदा पछि सम्झेको धारमा आँसु धरधरी भयो मेरो मनैमा। जिन्दगीले कहाँ पुर्यायो यो मेरो जिन्दगीले। अनि यो पुसको बारेमा म भन्छु। अनि पुसको बारेमा पुर्खुलीको कथा हाम्रो बाबाको चाहिँ पुरा कथा यता बसेर कथा भन्नु ल। पुर्खुलीको कथा अनि बाबाले अनि कृष्ण भगवानको चाहिँ थियो अरे कामु ध्यानु गाई रूपेसे गोरु सबै थियो अरे। उसले दिनैभरि चराए रातैभरि चराए दही खान्थ्यो अरे। सरस साई गोपिनी फेरि एउटा हो सोह्रवटा होइन सरस साई गोपिनी उनले चाहिँ बिहा गर्ने है गर्ने। ऊ गुरस मन पराउने गाई दुध गाईको दुध दही खाएर बस्नु। अनि कति दिन र रात चराउँदाखेरि पनि कामु ध्यान गाई अगाएन रूपेसे गोरु पनि अगाएन केही गर्दा भएन दिन रात पनि। र कृष्ण भगवानले यो पशुको गाईको भैँसीको बाख्राको महालपतिको दाँत खोलेको अरे। लु दिनैभरि त चराउनको त अगाएन म दाँत खोल्छु तँ माथि दाँत हुँदैन। बाख्राको हुँदैन गाईको हुँदैन राँगा भैँसीको हुँदैन गाई गोरुको हुँदैन बाख्राको हुँदैन। निकै एउटा कृष्ण भगवानले खोलेको अरे भन्ने एउटा कथन छ र मलाई हो जस्तो लाग्छ। अहिले चाहिँ यसरी चरायो अहिले थुनेपछि पनि एकछिन निस्केर हिँड्छ यो जातै होइन त्यसतिर बाली खाएको हुन्छ त्यही हो र यो पुसको दाँत त्यस्तो अरे। अरूको दाँत हुन्छ मासेर र यो मास्लोपति दाँत नहुने चिज दिन रात चराउन कहिले अगाउँदैन अरे। र कृष्ण भगवानले दाँत खोलेको अरे भन्ने एउटा कथन छ बाबुआजले भने। र यसलाई होइन एकछिन चाहिँ यसो गरेर त्यो थुनिहाल्छ। अहिले एकछिन बाख्राहरूको कथा चाहिँ त्यो रे साथीहरू। हाम्रो बाबाले चाहिँ कथा भनेर हिँड्नुभयो। त्यही हो धेरै बेर चराउनु हुन्न। बाख्राहरू चाहिँ जति खाए पनि कोहीले अगाउँदैन अरे। त्यस्तो हो रे साथी हो बुझ्दै गर्नु होला।
भुलिरहे मैले हजार जुनी सयममा फैलियो माया दुबोसरी यो मङ्गकै जाल फैलियो माया दुबोसरी यो मङ्गको जाल फैलिन्छ माया दुबोसरी कहिले घटेन मेरो मायालाई सम्झिदिउँ लाग्छ फैलियो माया दुबोसरी फुलफुल बरु अमृतमा झैमा फैलियो माया दुबोसरी कहाँ राखौँ यो दिल मेरो चोखो यो मेरो दिल कहाँ राखौँ चोखो फैलिन्छ माया दुबोसरी कहिले घटेन फैलियो माया दुबोसरी जति हिँडे म अमृतमा झैमा सम्झना रायो यो मेरो मनको छेउमा तिमीलाई पनि मलाई पनि जुत्तीको रे पनि फुल्ता फुल्छ अमृतको छेउमा सम्झना रह्यो माया फुलिदियो हजार जुनीसम्म फुल फुल्यो हाम्रै नेपालमा लाली गुराँस रङ्गी चङ्गी बनैभरि फुल्ता फुल्छ हजार जुनी वनमा सम्झेर ल्याउँथे आफ्नै ठाउँमा फुल फुल्छ लेख बेसी टोटोला फुल्छ लेखमा फुल्दैन बेसीमै फुल्छ फुलिरहेको हाम्रो नेपालमा हजुर फुलिरह्यो हाम्रो नेपालमा लाली गुराँस टाँकी बनैभरि हजार जुनीसम्म ओइलिएर जान्छ मन मेरो माया चोखो प्यारो हार्दिक बधाई छ सम्झना लाग्यो मलाई यो मनमै हरेक जुनीसम्म फुल्छ बेसीमै कोइराली हजुर यो मन मेरो धेरै हुन्छ यो मन मेरो धेरै हुन्छ ए हजुर भेट भएको दिन सङ्लो मनमा राख्नु छ मनमा भोलि गएर मर्न धेरै मानिस मर्छ जडै रक्सी खाने बानीलाई सोच्नु पर्छ धेरै खायो भने लडेर मरिन्छ सम्झना रह्यो मेरो मनैमा हार्दिक बधाई छ सम्झना रह्यो नौजाली रुमाल बुनेको हुन्छन् मान्छेले समयमा धागोहरू बुनेर साथीहरू म चाहिँ तरकारी पकाउँदैछु यो चाहिँ के भन्छ लोकल जे पनि लोकल अर्ग्यानिक त हुन्छ है जे पनि लोकलै भन्न आयो हुन्छ लोकलै हो भनौँ न यो आलु पनि यही बारीमा फलेको साग पनि यही बारीमा फलेको अनि आगोमा टक्क ल्याएर पकाउँदैछु ग्यास पनि छ तर आगोमै पकाएर खानुको मजा बेग्लै छ अनि त्यही भएर म चाहिँ आगोमै पकाइरहेको छु आगोमै पकाउँछु म चाहिँ एकदम मिठो हुन्छ नि त आगोमा पकाएको जसरी पकाए पनि एउटा नुन तेल मसला पनि खासै चाहिँदैन प्याज आधा प्याज हाल्दै अनि त्यसपछि त्यही हो खासै केही हालेको छैन नुनहरू हाल्दैन एकदम मिठो हुन्छ यो ठिकै मिठो हुन्छ के भन्नु हजुर नकराउनु ल स्मेलै छुट्टै हुन्छ गाउँको है अनि त्यही भएर पकाउँदैछु
तपाईँ दाङ जान्छु कि के जान्छु भन्नुहुन्थ्यो नि खोइते काली के भन्दै होइन त्यो पनि हजुर बाब्लु हो लु गाइदिनु त्यो के भन्छ दाङ जान्छु भन्दै म त जाँदैछु बाबालुङको देशमा म त जाँदैछु बाबालुङको देशमा आइसा मेरो तुझे बताओगे दुनिया सारा हो दुनिया है प्यार क्या है चूड़ क्या है मुझा छोड़ के दिल वैसा ना बनाना तुम आए प्यार नेपाली जादुया ए हजुरा यो दिलमै बाना सब बाना दिल सबै नमाने दिल्ली वाना वाना तुम के यार प्यार कुछ कुछ हो गए ला 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 तुम किया मेरी साथी तुम सब बाना भन्न मैले गई त गए तुम बनाना भनेको के राकै चिगम हो सबैले बुझ्नु होला छोड क्या तुम सनम भन्या मेरी साथीलाई भन्छु दिल बबै बनाना ए गोरा गोरा चस्मा अमेरिकाको 10मा छेपारोले बिहे गरे गोरा गोरा मुकुरामा चस्मा छेपारोले लाए भ्याकुतले गङ्गा टाकाई चस्मा लाए हजुर उहिलेको कथा कहानी नै हुन् सम्झना राखौला दिलमै बनाना बाबालुङको देशमा गएपछि तपाईँ हजुर भन्नै पर्छ नभनी मार्छ अन्तले सम्झना मेरो दिल सबै बनाना कुछ कुछ हो गए ला 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 लड़किया तुम सा मेरी बाना अल्लाह रे जिंदगी तस्बिरै झालाला मेरी याद आउँछ तुम मेरी याद बनाना कुछ कुछ है दिल बाबै सनम तेरी दिल मेरी याद को हानि खुसिया हुँदा हो पोखरा जाँदैछु हङकङ आइडीले मरेपछि कसले बुझ्छ र भनिन्छ हङकङ आइडी कार गरमाया घरैको परिगति ल्याउने ते खुट्टा चलीमा म आउने बेलैमा ल्याइदिन्थे तिमीलाई भनेको मान्दैन रक्सी खाएर लडियो भने बाँचिँदैन जलवाइ बानन नाच्दै गाउनु आउँदैन मलाई लु नाच्दै गाउनु त एकपटक जिन्दगीले कहाँ पुर्यायो मेरो जिन्दगीले कहाँ पुर्यायो मेरो जिन्दगीले कहाँ पुर्यायो मेरो जिन्दगीले कहाँ पुर्यायो लड़े म लो न बताओगे तुम सिया प्यार जिन्दगीले मलाई कहाँ पुर्यायो जिन्दगीले मलाई कहाँ पुर्यायो आज भोलि छुन्छ छुँदैन यो मन हजुर हरेको जुनी बारमा ढले हे चलती करमा उडेको होइन सम्झनाले ईश्वर साथी को कुरा भिरैमा छ शिरको कुरा शिरैमा छ अल्लाह रे नानी सान बाबा बोलन हाँसन तिम्रै मनैमा यस दिन्छ मन छुँदैन यो कुरा समयमा थाहा भयो। हजुर नमस्कार अङ्कल मैले चाहिँ यो भिडियो तपाईँको चाहिँ साह्रै राम्रो लागेर होइन पहिलेदेखि नै तपाईँको गीतहरू तपाईँको नाचहरू मन पराउँथेँ म अनि त्यसपछि
तपाईँको भिडियो चाहिँ मैले यहाँ बनाएको छु होइन अनि मैले चाहिँ यो टिकटक युट्युबमा हाल्छु कि यो भिडियोहरू चाहिँ अनि तपाईँको यो भिडियो जति पनि मैले बनाएको छु मैले हाल्नु मिल्छ नि यदि होइन पछि गएर कसैले यो किन हालेको कसो हालेको भन्दाखेरि मैले चाहिँ तपाईँकै पर्मिसन लिएर चाहिँ मैले हालेको छु हाल्दा हुन्छ नि हुन्छ यो भिडियो हाल्दा तपाईँले पनि पछि हेर्नु होला ल ल है त ल धन्यवाद अङ्कल धन्यवाद हाम्रो यता चाहिँ अङ्कल लु नाम पनि भनिदिनु म के अरे उको निकासको के अरे ज्ञानेन्द्र राई हुँ जे हुन्छ अब के अरे मेरो छोरीले मेरो दाइको छोरीले मलाई टिकटक बनाउनु के अरे र भिडियो गर्ने विचार गर्दैछ म अब गीत गाउनु सुरु गर है त ल सुरु अङ्कल बेसी गाईको गोठ बहिनी बेसी गाईको गोठ जुन हेरो जुन राम्रो लाली पाते ओठ जुन हेरो जुन राम्रो लालु पाते ओठ माया तिमी बहिनी माया तिमी के भएको मैले माया बहिनी मैले माया लाइसके जे भएको बेसी गाईको गोठ बहिनी बेसी गाईको गोठ जुन हेरो जुन राम्रो पिपल पाते ओठ लु यहाँ अङ्कल यहाँ एक दुई शब्द भन्नु न अनि मैले चाहिँ होइन यो टिकटक के भन्छ टिकटक युट्युबतिर म चाहिँ यो सम्झनाको लागि भिडियोहरू बनाउने गर्छु होइन यो भिडियो चाहिँ बनाइसकेपछि पछिसम्म पनि हाम्रो यो भिडियोहरू चाहिँ रहिरहन्छ होइन सम्झना रहन्छ भनेर चाहिँ मैले छोटो छोटो भिडियोहरू बनाएर हाल्दा राम्रो लाग्छ कि नहाल्छ जस्तो लाग्छ होइन राम्रो के अरे के हुन्छ भने तिम्रो म के अरे एकदम सौदर काका हुँ होइन छातीको काका हो त्यो कारणले गर्दाखेरि तिमीहरूले के अरे भिडियो बनाएर सबै सञ्जालमा देखाउँदाखेरि मलाई एकदम खुसी लाग्छ त है त्यही भएर मैले चाहिँ सबै अङ्कलको पनि लिएँ होइन अनि यस्तै यो सम्झना त हाम्रो पछिसम्म रहिरहन्छ जुगसम्म पनि हामी मरेर गए तापनि हाम्रो यो सम्झना स्वरूप रहिरहन्छ त्यही भएर चाहिँ मैले छोटो छोटो सबैको अब गाउँघरमा अब फेरि आइ पनि राखिदिनु सधैँ दिन बसी पनि राखिँदैन अब यस्तै कुनै समयमा दसैँ यस्तो चाडपर्वको बेलामा चाहिँ हामीले यसो आउने गर्दाखेरि भेला हुँदाखेरि भेट हुँदाखेरि चाहिँ हामीलाई रमाइलो लाग्छ त्यो भिडियोहरू चाहिँ मैले क्याप्चर गरेर हाल्ने गरेको छु ल अङ्कललाई पनि मेरो दाइको छोरी पर्वा मेरो के अरे भतिजिनी यसरी के अरे सबै कुरा सञ्जालमा पुर्याइदिँदाखेरि मलाई पनि खुसी लाग्छ है ल हुन्छ धन्यवाद ल साथीहरू फेरि आज चाहिँ अर्को दिन यो के अरे खसीको मासु आज चाहिँ खतरा होला जस्तो छ के भन्छ बिरयानीको साथी त्यही भएर लिन आयो हिजो आएको थियो अनि आजको चाहिँ कुकर फेरि यहाँ हुनुहुन्छ आजको कुकर चाहिँ हिजो हाम्रो भाउजू थियो हिजोको कुकर आजको कुकरले चाहिँ दामी पकाउला जस्तो छ है अनि कुकर होइन त कुक्नेमा कुकर भन्दैन त कुकर भनेको सिटी होइन क्या सिटी जाने कुकर होइन थियो अनि हाम्रो चाहिँ टक्क लाएर बाख्रालाई चाहिँ यसरी चराउँदा पनि हुन्छ किनभने पानी पर्यो अनि यो टक्क एउटा बाँस हालिदिएपछि यिनीहरू खाएर बस्छ मस्तले त्यही रोडै छेउमा रोड पनि चर्छ यिनीहरू त्यस्तै छ हाम्रो चाहिँ आँगनैमा आँगन छ अनि रोड पनि यहीँ छ टक्क लाएर बाख्राहरू चाहिँ आज अघि बेसरी पानी पऱ्यो कि साथीहरू मेरो हालत चाहिँ यस्तो छ बाख्रा हेर्दै बसेको अनि बाख्राहरू चाहिँ यही खाँदै बसेको छ म चाहिँ के बाख्रा हेर्दै बसेको हेर्नु त खासै पर्दैन त्यही पनि अहिले कहाँ छुटेर पुग्छ भनेर चट्टो लाएर कुखुराहरू नि यहाँ छ चल्लाहरू च्याउ 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 गर्दै छ साथीहरू त्यस्तै छ कस्तो मजाले खाएको यो चाहिँ बाँस घाँस खान्छु
बाँस चाहिँ हाम्रोतिर टन्न हुन्छ बाँस चाहिँ बाँस हुन्छ त्यही छ हो यो दुईजना यता आउनु है दाजु र बहिनी हजुर रिदायन यता हेर्नु त रिदायन यता हेर्नु न ए रिदायन मम्मीलाई हेर गाउँको खेला यिनीहरूको यता खोइ त पोज देऊ पोज